हेलो नमस्ते गुड मर्निङ छाजलो हजुरहरू सन्चै हुनुहुन्छ म पनि सन्चै छ र तपाईँहरूतिरको वेदर कस्तो भएछ हाम्रोतिरको वेदर त कहिले घाम आउने कहिले बादल आउने त्यस्तै भइरहेछ साथीहरू अहिले म चाहिँ कहाँ जानु लागेछ भने पोखरा जानु लागेछ अनि चाहिँ यसरी चाहिँ हाम्रो गाउँतिर चाहिँ फुल फुल्न लागिसक्यो है गुराँसहरू मेरो घरदेखि आधी घन्टा हिँडिसकेपछि यहाँ थाप्लो डाँडा भन्ने ठाउँ आउँछ नि त साथीहरू यो थाप्लो डाँडा हुँदै आउने आज चाहिँ वेदर नराम्रो भएर खासै भ्यू खोले छैन भ्यू चाहिँ यस्तो छ है भ्यू चाहिँ हेर्नु सबै बादलले ढाकेर मुरी हात्ती छ ल हाम्रो थाप्लो डाँडाको साउजी नमस्ते नमस्ते हजुर नमस्ते यहाँ भर्खर चाहिँ सुरु हुँदैछ है यसो दिउँसोको लागि चिया पानी बेच्नलाई थाप्लो डाँडाको टी हाउसको छ साउथ नभनौँ के दाइ के भन्ने दाई भन्नु भर्खर आउनुभएको भर्खर के होला है आज त दिन त्यस्तो भयो त दाइ आज होइन आज त कति भयो 3-4 दिन त्यस्तो भयो है ल यही छ ल हाम्रो घरदेखि आधी बाटो हिँड्दाखेरि यही वेलकम टु थाप्लो डाँडा गरे पानी आउँछ है त आज चाहिँ म पोखरा जानु लागेको दिन चाहिँ यस्तो छ यहाँबाट चाहिँ पुन हिलबाट देखिने सबै हिमालहरू देखिन्थ्यो है सबै हिमालहरू देखिन्थ्यो कोइराला र कुनै पनि हिमाल देखेन त्यही एउटा मात्रै हिमाल देख्यो साथीहरू ल त साथीहरू आज चाहिँ पोखराको यात्रा ल देउरालीबाट गोरे पानी हुँदै ल हेर्दै जानु अहिले बाटोमा भेटौँला फेरि है त हेर्नु न साथीहरू दिन त यस्तो भइरहेको छ क्या आम्मामा के भन्ने बर्खा लाग्यो क्या हो है बर्खा सुरु भयो क्या अब चाहिँ गुराँस फुल्ने सुरु भइसक्यो गुराँसको सिजन सुरु हुन लाग्यो यहाँ चाहिँ फुलिसकेको रहेछ है त गुराँस अनि पछि चाहिँ यो वनभरि नै थरी गुराँसहरू फुल्छ साथीहरू गुराँस चाहिँ ढकमक्क फुलिसके रहेछ है त घोरे पानीतिर गुराँस चाहिँ टक्क फुलिसकेर चाहिँ हेर्नु यो चाहिँ पिङ्क कलरको भइहाल्यो नि त है गुलाफी कलरको अब चाहिँ यो चाहिँ एकदम राम्रो टिकटक बनाउन नि सही लाग्ने रुख यही हो है भोलि गुराँस फुल्दा यति राम्रो देख्छ यो रुख ओहो अहिले चाहिँ यो नफुले रहेछ अब जस कपिला चाहिँ हालिसकेछ यो फुल्दाखेरि चाहिँ दामी देख्छ क्या यहाँ फेरि साथीहरू ओहो कति राम्रो छ अब चाहिँ गुराँस हेर्नलाई आउनुपर्छ है त घरे पानी देउराले खान्द्रुक घुम्न आउनुपर्छ यही गुराँस हेर्नलाई है त साथीहरू अब त चारैतिर हो क्या थरीको गुराँस फुल्ने आमामा हेर्नु त कच्चा फुलिसकेछ आमामा अहिले झन् यो दिन पनि खासै राम्रो छैन नि त भोलि दिन राम्रो भयो भने त यति राम्रो देख्छ पुन हिल चाहिँ यहाँ छ है त साथीहरू यही हो पुन हिल यही हो है घुम्न आउनुपर्छ यहाँ चाहिँ ल अब गुराँस फुल्ने सिजन सुरु भइसक्यो साथीहरू भरे पनि घुम्न आउनु अनि उता देउरालीतिर नै आउनुहोस् घान्द्रो हुँदै जानु होला है त मास्चाम जानुपर्छ फेरि है यहाँ मात्रै भुलेर भएन रुखै रुख छ है त साथीहरू टक्क लाएर बाटो नि राम्रो रुखको गुराँसको फुल पनि यति राम्रो होइन स्वर्गै हो नि हाम्रो नेपाल त होइन र साथीहरू
camera closer into? Oh, it's okay. It's okay. Fine. Have a look at these. दामी It's okay. It's fine. Lowering. Oh, it's fine. फाइनली गाइज गोरेपानी आइपुग्यो गोरेपानी चाहिँ अलि माथि नै छ है यो चाहिँ तल्लो गोरेपानी हो हामी चाहिँ यो बाटो आएको हुनाले तल्लो गोरेपानी आएको हो अनि माथिल्लो गोरेपानी छुट्टै छ सबै पुरा बिल्डिङ हामी चाहिँ यही गाडीमा जाने ल यही एउटा गाडी रहेछ एउटा जिप चाहिँ अब बनथाटे आइपुग्यो अब 10-15-20 मिनटमा चाहिँ उल्लेरी पुग्छ अनि त्यहाँबाट तिखेढुङ्गा अनि बिरेठाँटे निस्किन्छ है त फाइनली हामी चाहिँ उल्लेरी आइपुग्यो है त साथीहरु उल्लेरी फाइनली चाहिँ दिदीको घर नि आइपुग्यो हामी हाम्रो दिदीले चाहिँ यहाँ ताजा ताजा खाजा बनाउँदै रहेछ अनि चाहिँ हाम्रो चाहिँ आज स्पेशल एउटा सानो काम चाहिँ छ त्यो चाहिँ अहिले हेर्नु है त के रहेछ स्पेशल डे आज साथीहरु फाइनली हामी चाहिँ यहाँ दिदी बहिनीहरु सबै जम्मा भयो है त होली खोर यहाँ टी-शर्ट पहने मैले 4000 पिऊँ अब पखायो के खनि यहाँ आए त चाहिँ प बाबा गोर्खा स्ट्रङ लागेर ल हाम्रो चाहिँ भोलिको होलीको लागि नि टी-शर्ट रेडी भएको अवस्था छ ल होलीको लागि बक्सी के कुने भयो होलीको लागि के काट्दैछ होलीको लागि टी-शर्ट रेडी भएको छ है त साथीहरु अनि ल कि बेत ल बिसी आज तै अनि हामी चाहिँ बिहान मैले अघि चाहिँ मैले आज चाहिँ स्पेशल डे छ भन्थे नि यही नै हो है बहिनीको लागि स्पेशल ल हसी त ल birthday to you happy birthday to you happy birthday dear sister happy birthday to you Natali दिदीहरु यहाँ त ढल्ला लायो तँ त यही ल ल ल काटे दिदी खुसी थ नानी नानी कुरोले नानी ल ल नानी त ल पहिला चाहिँ खा पनि छ त है ल
तो छाउँदैन त न को सेरोमै पुरा तातो केकेमा सिमै बिमिनु चन्ता दाइ थ्याङ्क यू दिदी जाऊ नि त सिस्टरहरू ल बर्थडे है बहिनी थ्याङ्क यू दुःखको भाले लिएर आउने दिन छिटो आओस् होइन यही हो ल आशीर्वाद चाहिँ केही दिन जाँदैन लु आयो ल फोटो खिच्दिन चाहिँ ल पुरै खिच्दैन ल ngang của gì फोटो ngang खिच्दै म ngang तैँले फेरि गरि न ल ल खुसी तै में हो क्या रे ल आजलाई यति है अब हामी चाहिँ खानपिनतिर लागे दिदी बहिनीहरू सबै हाम्रो खानाको लागि नै यहाँ रेडी छ है यही हो हाम्रो चिकन मोमो हाम्रो यहाँ आजको पार्टी भव्य पार्टी छ यता हाम्रो बहिनीको तर्फबाट आज है हाम्रो बहिनीले है यो आजको पार्टी सबै माया बहिनीको तर्फबाट है पार्टी चाहिँ ल बाई बाई गर्न नि त ल इन गर्ने अब